हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै आरामै छु र धेरै दिनपछि मैले फेरि आज भिडियो भ्लग लिएर आएको छु। सानो सानो, धेरै ठुलो त छैन। अब यो रातिमा कहाँ जाने र यस्तै धेरै दिन भयो के भिडियो जो नबनाएको, अनि फेरि त्यही भएर बनाएँ। अनि त्यही हो, सबैजना सन्चै हुनुहुन्छ होला। हल्का रुगा, थोरै रुगाले सङ्क्रमण गर्न लागेको छ, तर ठिक छ, सन्चो भइहाल्छ। सन्चो भइसक्यो। अस्ति लाग्ने, हिजो लाग्ने, सन्चो हुने भयो कि यस्तो हो। त्यही भएर अनि अरू के छ, जाडो कतिको छ हाम्रो गाउँतिर। यस्तै रात पऱ्यो क्या आज फेरि। रात पऱ्यो हाम्रो गाउँ छिमेक, छर छिमेक। त्यही गाइज, आज अरू त केही छैन। अनि अरू सुनाउनुहोस्, तपाईँहरूले कमेन्ट गर्नुहोस्। त्यही हो, यसै अहिले भेट्छ। हजुरहरूलाई मैले हाम्रो घरको फुल देखाउँछु है त। यहाँ कस्तो दामी फुलेको हो कि, अनि साँच्चै दामी छ। के हुनु र बाए, दामी खाने न। अनि त्यही हो। अनि गाइजहरू फुल चाहिँ देखिसक्नु भयो होला। अनि यस्तै हो। अनि फेरि हाम्रो चाहिँ यो सिजनले उस भयो क्या, तोरी गढ्यौँ। तोरी गढेपछि यहाँ हाम्रो खेत त होइन, त्यही पनि यहाँ फेरि आज जोत्नुभयो। अनि फेरि त्यहाँ चाहिँ पानी ट्याङ्की हो, पानी ट्याङ्की। सोनाको घर छ त्यतानिर। अनि कस्तो देखेको। अनि फेरि त्यही हो गाइज, चाहिँ कस्तो बोल्ने होइन। अनि एक्लै काजम भयो। कहाँ जाने हो अब, यो साँझ परिसक्यो, अब जाने कोही छैन। अनि फेरि थोरै आज धेरै दिन भयो भ्लग नबनाएको, भयो होला भाइ, कति महिना भइसक्यो। अनि त्यही हो। मेरो फोन यहाँ फुटेको के, मतलब ग्लास अगाडिको फेर्ने भनेको त्यस्तै भइरहेको के छ। बडगाउँ जान पाएको छैन। अनि फेरि बडगाउँ गएपछि त फेर्ने हो। आज चाहिँ कन्टेन्ट केही भएन। त्यही हो, हाम्रो गाउँ देखाइदिउँ। हाम्रो गाउँ मधुवन यो पानी ट्याङ्की हो न। अनि यो हेरी प्रतिशाला, मधुवनको प्रतिशाला भनेपछि बताइदिन्छ। त्यो चाहिँ हाम्रो पुरानो स्कुल हो कि, म 8सम्म पढेको होला। अनि म, मेरो दिदी, अनि यहाँबाट फेरि लगाइगयौँ। अनि यो यहाँ, त्यहाँ हाम्रो घर हो त्यहाँ। अनि फेरि त्यही हो, यता अनि छ, यो सबै छ क्या। अनि यताबाट चाहिँ माथि पानी ट्याङ्की भ्यू देखिन्छ। लालुपाते हेर्नु, त्यही हो। अरू त के नै छ र, यसो काहीँ भयो। अहिले चाहिँ समय चाहिँ यति 6:22 भयो। त्यही हो, कोही जान पाएन, कोही भिडियो बनाउनु पाएन। हजुरहरूको शिवरात्रि कस्तो भयो? हाम्रो चाहिँ त्यस्तै ठिकै भयो, राम्रै भयो। अनि कमेन्ट गर्नुहोस् कस्तो भयो हजुरहरूको। एकपल्ट भएछ गाइज भिडियो हालेको। अन्तिजना लाज लाग्छ कि मान्छे यसरी गरेँ क्या। अब कस्तो देखिन्छ ब्याक क्यामेराबाट गरेको थियो। अनि रोज फुल फुल्यो के, कस्तो दामी छ भन्नुहोस् नि। यो हेर्नु न, हाम्रो रोज फुल दामी छ नि होइन। त्यहाँ अनि वहाँ देखाउँछु फुल टिपेर लगाइदिउँ त, नजिकाइदिउँ त, नजिकाइदिउँ त। गाइज, यो चाहिँ अर्को दिन, नेक्स्ट डे। त्यही हो, के गर्दै हुनुहुन्छ? अनि जाने खालि एउटै थियो। अस्ति नि यति थियो, अनि तँ नि जोड्न पाइनँ, अब यसैमा जोड्ने।
बाख्रा खालके अनि यसैमा जोड्ने हो अनि त्यही भएर सबैजनाले माया गरिदिनु होला। अरू के नै छ र घाम लाहा तातो तातो गर्मी सुरु भयो अब त्यही हो। अनि गाइस खाना खाने बेलामा चिया खान को गर्छ यस्तो? म गर्छु चिया लगेर। अनि फेरि बिहान खाइएन के अरे अनि अलि त टाउको दुख्छ चिया नखाने चिया बानी लत्ला त्यही भएर। हेलो गाइजहरू म चाहिँ ल्याएको छु अनि के छ नयाँ नौलो जाडो कतिको छ यस्तै हो यहाँ त जाडै ठिकै हो दिउँसो गर्मी छ अनि चुनाव कतिको लाग्यो चुनाव कस्तो देखियो हेरिदिनु होला मजाले अन्तिमसम्म लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला म चेलीलाई। Hey guys, welcome back to my गरिसक्यो मैले त्यही पनि नेक्स्ट डे हो है कुरो मिलाएर बुझ्नुपर्छ है गाइज। अनि कुरो मिलाएर बुझ्नुपर्छ हामी चुनाव घन्टीमा राख्नुपर्छ म किन यति जान्ने भयो अनि त्यही बुझ्नु अब आफै मिलाएर बुझ्नै पराउने होइन नबुझे त फेरि गाह्रो पर्छ। अब जाडोको कपडा जति थन्काउनु पर्यो यस्तै नजर जुदेऊ मूर्ति नाच्दै त नाच्दैन अहिले यस्तो भेट्छ अहिले चाहिँ गाइजहरू आज धामतिर यसो मनोरञ्जन गर्न जाने भने के हुन्छ अन्तिमसम्म हेर्नुहोस् है। यो चाहिँ हाम्रो आलु हो अनि एक सिजनको निकालिसक्यौँ अर्को सिजनको छ उता भाउजूहरूको यो चाहिँ हाम्रो हो अनि यो उतासम्म अब त्यहाँ भाउजूलाई गएर जिस्काउनु पर्ने हुन्छ। अनि मेरो हातमा चाहिँ के हो भन्नुहुन्छ होला भोटकेमा घन्टीमा मतदान गरौ रवि र बालेनलाई जिताऊ हस् त धन्यवाद। अनि यो चाहिँ लिएर हिँड्नुपर्छ यो चाहिँ हामीले हिजो जोतेको यो हाम्रो लसुन हो अनि यो मटर हो त्यहाँ लसुन छ त्यहाँ गोपी हो सो हामी अर्ग्यानिक फलाउँछौँ हामी अर्ग्यानिक खान्छौँ हामी त्यही अर्ग्यानिक खान्छौँ। हिजो जोत्यौँ यो त्यहाँ गहुँ छ अनि वहाँ पारिखेरि त्यहाँ नि तोरी थियो अनि त्यहाँ पारिखेरि हामीले त्यो उस गरायो अब भाउजू भाइरल के अनि फेरि यो चाहिँ हाम्रो एमा के लगाएको भन्नुहुन्छ होला यो मैले पहिला त्यत्तिकै क्या बस यत्रै अन्त अहिले त कत्रै हो र नै त्यही पनि त्यो मेरो खेतभन्दा खनेर मैले जुस गर्थेँ। हाम्रो खुसीको खबर यहाँ आँप फुले आँप खानालाई आउनु होला बेलुकी छ हाम्रो अर्ग्यानिक हो हामी अर्ग्यानिक मान्छे हो त्यहाँ भाउजू हुनुहुन्छ यस्तै हो। म चाहिँ त्यत्तिकै आएको थिएँ खै थाहा भएन मलाई अनि फेरि म चाहिँ किन आएको थिएँ भन्दा त्यत्तिकै आएको थिएँ अनि झ्याप्प कोदालो भेट्थेँ न त हाम्रै हो तर खेतमा रहेछ भएर गएपछि एउटा न एउटा काम लाग्छ यो केटी कति बोल्ने भन्नु होला तर यस्तै हो अरू के कहाँ जाम अब खेत र माथि बाइक त्यहाँ नि धाम पनि देखाइसकेँ अहिले त्यही पनि कथार गइन्छ थाहा छैन अझै फिक्स छैन यो फेरि अर्डर हो कि जेन रोप्छु ए अनि हाम्रो चाहिँ यो फुले कि निम्बु त्यो फुले अरू के फुले भन्नु घाँसो यस्तै जे खोज्यो त्यही अहिले त जे खोज्यो त्यही गरेर अलि बिना सिजन यो चाहिँ यताको डाँडा हो कि
कतितिर हो यो यता अनि उता पनि हामी पारी भन्छौँ यता अर्कै पारी उता अर्कै पारी अनि उता चाहिँ देखिसक्नुभयो होला त्योभन्दा उता जङ्गल हो अनि फेरि यस्तै है यो सिप्सना हो यो हाम्रो घरको सिप्सा ए बर्बु साग हेर्नुहुन्छ हाम्रो अर्ग्यानिक साग हेर्नु त कत्रो हो यत्रो कोही देख्नु भएको थियो होला है खाना अब ल हुन्छ गाइज अहिले भेटौँ ल बाई हेर्न सक्नुहुन्छ आज एमालेको आहार बिहान एमालेको मान्छे हेर्नु न कति हो एउटा पाउनु पार्टीको आहार हेर्नु त छुट्टै आफ्नो आफ्नो रनको हामीलाई त कसैको रनको नि होइन त्यस्तै हो अब हामी त होइन जब जानी जान्छ नि आफ्नै रनको आफूलाई अनि फेरि त्यही हो भोट हाल्नु होला भोट हाल्नेले आजको लागि चाहिँ भिडियो यति नै सबैजनालाई धेरै धेरै धन्यवाद यो माया गरिदिनु होला यो भिडियोलाई सबैलाई युट्युब च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला भिडियो लाइक गरिदिनु होला र फेरि यस्तै अब उडन्ठोला लिएर आउँछु भिडियो अब के भनौँ यस्तै हो अनि घाम लाग्यो अब बोल्नलाई त्यही हो अब मेरो आवाज सुनिन्न झन् पछि झन् आजको लागि यति नै भिडियो सबैजनालाई हेरिदिनु होला माया गरिदिनु होला सबैजनालाई धेरै 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 धन्यवाद त्यही हो गाइस फुल हेर्नु एकचोटि लास्टचोटि अनि ऊ भुकेर बोल्नु अब त त्यही हो ल गाइस बाई सबैजना धेरै धेरै धन्यवाद माया छ सबैलाई